भगवानको असीम कृपा सबै पितृहरूको आशीर्वाद अनि कुल देवताको आशीर्वादद्वारा आजैको दिनदेखि नित्य निरन्तर 7 दिनसम्म अविच्छिन्न जलधारावत श्रीमद् भागवत महापुराणको यो सप्ताहव्यापी भागवत महायज्ञ आजबाट आयोजना भएको छ। विशेष गरी वशिष्ठ गोत्रमा दिवंगत हुनुहुने सबै ज्ञात अज्ञात पितृहरूको गतिमुक्ति अनि उद्धारको कामना गरेर सबै पितृहरूको मोक्षको प्राप्ति गर्दै गर्दै अनि जीवित सन्ततिहरूको सबैको आत्मकल्याण होस् भन्ने एउटा पवित्र भावनाको साथमा यो सुन्दर भागवत सप्ताहव्यापी महायज्ञ आजबाट आयोजना भइरहेको छ। र आज बिहानैबाट हामीले कलश यात्राबाट सुरु गरेका हाम्रो दिव्य बसाई हामी देउनिया खुल्लासम्म गएर कन्काईमाई भगवतीको पनि जल जहाँ हामीले सामेल गर्यौं अनि त्यहाँको पनि जल ल्याएर गणेश मन्दिरको परिक्रमाको साथमा सबै देवी देवताहरूलाई आवाहन गरेर मण्डप पूजन पश्चात हामीले भागवतको श्रवण गर्यौं। आज भागवतको श्री गणेश भइसकेको छ र आजबाट अब निरन्तर रूपमा 7 दिनसम्म हामी ज्ञान यज्ञ अन्तर्गत भागवतको श्रवण गर्नेछौँ। भागवतमा रहेका परम तत्त्वहरू हुन त भागवत भनेको एउटा महासागर जस्तै एउटा गहिराई छ भागवतको, जो जति गहिरो जान सक्छ उसले त्यति नै धेरै ज्ञान प्राप्त गर्छ भागवतको माध्यमद्वारा। यथाधिकम यथामति पनि यहाँहरूको बिचमा हामी पनि 7 दिनसम्म भागवतका ज्ञानलाई चर्चा परिचर्चा गर्ने प्रयास गर्नेछौँ व्यासपीठको माध्यमबाट। र सबै वशिष्ठ गोत्रीय दिवंगत पितृहरूको विशेष उद्धारको लागि हाम्रो 40 परिवार, हाम्रो भट्टराई 40 होइन भट्टराई 40 परिवार हुनुहुन्छ। यति सुन्दर महायज्ञको जसले आयोजना गर्नुभएको छ। तपाईँ हामी सबैजना लाभान्वित बन्ने एउटा अवसर यो 7 दिनसम्म हामीले प्राप्त गरेका छौँ। हामी भजनको कीर्तनको पनि आनन्द लिनेछौँ, कथाको पनि आनन्द छँदैछ र 7 दिनमा भक्ति रसमा आफूलाई सराबर गराउने एउटा प्रयास यहाँहरू सबैजनाले पक्कै पनि गर्नुहुनेछ। आज पहिलो